आज हामी नेपालको प्रतिनिधि सभाको एउटा एकदमै महत्त्वपूर्ण क्षणमा केन्द्रित छौं, उपसभामुखको निर्वाचन। एउटा अङ्कबाट सुरु गरौँ है त। 229। अब यो अङ्कले वास्तवमा के भन्छ त? हो, यही 229 मतले नै नयाँ उपसभामुख निर्वाचित हुनुभयो। यो संसदभित्रको एउटा ठूलो र महत्त्वपूर्ण निर्णय थियो। र यो पदमा निर्वाचित हुनुभएको छ रूप कुमारी। उहाँले एकदमै प्रभावशाली मतका साथ यो जित हासिल गर्नुभएको हो। त्यसो भए भोटिङको पूरा चित्र कस्तो थियो त? ल, अङ्कहरूलाई अझै नजिकबाट हेरौँ। मतदानमा जम्मा 256 जना सदस्य उपस्थित हुनुहुन्थ्यो। त्यसमध्ये पक्षमा 229 मत खस्यो, विपक्षमा जम्मा 5 र 22 जनाले चाहिँ मत दिनुभएन। यो आँकडाले नै देखाउँछ कि समर्थन कति बलियो थियो। र यो चार्टले त झन् प्रश्न पार्छ, होइन त? हेर्नुहोस् त, पक्षमा खसेको मतको बार कति ठूलो छ। यो भनेको सदनका सदस्यहरूबाट पाएको एकदमै स्पष्ट जनादेश हो। तर यो घटना चुनाव र नतिजा मात्रै थिएन। यो एउटा यस्तो मञ्च पनि बन्यो जहाँबाट राजनीतिक संस्कृति नै बदल्नुपर्छ भन्ने एउटा शक्तिशाली आवाज उठ्यो। मतदानभन्दा ठिक अघि भएको भाषणको एउटा अंश हेरौँ, जहाँ भनिएको थियो, अस्ति हामी चुनेर आउँदाखेरि जे गर्यौं त्यो सकियो, त्यो नगरौं यहाँ। यसले चुनावी आरोप प्रत्यारोपलाई संसदमा नल्याउन स्पष्ट आग्रह गरेको छ। भन्नुको मतलब चुनावी मैदानको प्रतिस्पर्धा र आरोप प्रत्यारोपको शैली एउटा कुरा हो, तर संसदभित्र छिरेपछि सहकार्य, सम्मान र संसदीय मर्यादा कायम राख्नुपर्छ भन्ने कुरामा जोड दिएको थियो। यी दुईबीच एउटा स्पष्ट रेखा कोर्ने प्रयास भयो। अनि यो कुरा आचरणमा मात्रै सीमित रहेन। सदस्यहरूले एक अर्कालाई कसरी सम्बोधन गर्छन् त्यो भाषामा पनि यो बहस केन्द्रित भयो। जस्तै एउटा माग के राखियो भने, यहाँ कोही कसैको बहिनी होइन, हामीले एक अर्कालाई माननीय भनेर सम्बोधन गर्नुपर्छ। यसले के देखाउँछ भने व्यक्तिगत सम्बन्धभन्दा माथि उठेर आपसी सम्मान कायम गर्नुपर्छ भन्ने सोच थियो। त्यसो भए यसका मुख्य 3वटा कुरा थिए। पहिलो, बहिनी जस्ता अनौपचारिक सम्बोधनहरू बन्द गर्ने। दोस्रो, वरिष्ठ सदस्यहरूलाई अनादर हुने गरी भाषा प्रयोग नगर्ने। र तेस्रो, सबै सदस्यहरू जनताबाट चुनिएर आएका प्रतिनिधि हुन् र सबैले बराबर सम्मान पाउनुपर्छ भन्ने कुरामा जोड दिइयो। यो केवल शिष्टाचारको कुरा मात्रै थिएन, यो त सिङ्गो संस्था र हरेक सदस्यको गरिमाको कुरा थियो। राजनीतिक संस्कृति परिवर्तनको यो बहससँगै यो निर्वाचनलाई एउटा पुस्तागत परिवर्तनको रूपमा पनि प्रस्तुत गरियो। र यहाँ एउटा एकदमै चाखलाग्दो कुरा के भयो भने नवनिर्वाचित उपसभामुख रूपकुमारीलाई जेन जी भनेर चिनाइयो। यसले उहाँलाई राजनीतिमा आएको नयाँ पुस्तासँग सिधै जोडेर हेरियो। अब यहाँ जेनजी आन्दोलन भन्नाले के बुझ्यो भने यो नेपालको नेतृत्वमा एउटा नयाँ युवा पुस्ता आइरहेको छ र त्यसले राजनीतिक परिवर्तनको लहर ल्याउँदैछ भन्ने हो। उहाँको उम्मेदवारीलाई केवल एक व्यक्तिको रूपमा मात्रै होइन, देशको राजनीतिमा युवाहरूले ल्याइरहेको एउटा यू-टर्नको प्रतीकको रूपमा देखाइयो। यसले हामीलाई एउटा निकै महत्त्वपूर्ण प्रश्नमा ल्याएर छोड्छ। राजनीतिमा यो नयाँ पुस्ताको आगमनले संसदको भविष्य, यसको काम गर्ने तरिका र बहसको संस्कृतिलाई अब कसरी बदल्न सक्ला? यो साँच्चै नै सोच्नुपर्ने कुरा हो।